सो फेरि पनि हेल्लो नमस्ते गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आई एफ सजन हुनुहुन्छ होला। हामी पनि सन्चै छौँ। न्यू डे न्यू भ्लग। स्वागत छ तपाईँलाई युट्युब च्यानल, मेरो युट्युब च्यानल आई क्रिएसन्समा। हेर्नु त आज घाँस काट्न आएको, पानी परेर यस्तो तरिकाले पानी परेछ। त्यही भएर म उता छु। म चाहिँ कौवा धपाउन आएको, खास गरी बुढेली हिँड्छ है। बुढेली आमाले घाँस काट्दै हुनुहुन्छ, म कौवा धपाउन आएको। अब पानी परेपछि कौवा नि हेर्नु, म घर जाम कि हिँड्दासम्म दुधारमा परिछु होइन। अब तल क्षेत्र पनि हुँदैछ अरूकोमा बसेको कौवाले मकै खायो कि मकैले कौवा खायो, गाह्रो छ गाई चाहिँ। मकै खाएर कौवाले हेर्नु यस्तो बिजोग छ, बिजोगलाई हेर्नु। मकै त्यहाँ खानु, मकैका बुट्टाहरू देख्नुभयो होला होइन। मैले देखाइदिइरहेको छु। मस्त यस्तो गोठा हो कि कटेर के भन्छ त्यहाँ बसेको छु। यसको चाहिँ फेरि यता हेर्नु न कस्तो छ, कस्तो झुपडीमा बसेको छु म। जोडौ बनाउला सानो घर प्रेम सेल्फी स्टिकबाट सहिलो हुँदैछ क्या, त्यही भएर मैले सेल्फी स्टिक प्रयोग गरेको छु होइन। अब डेली हाल्ने हो गाईहरू, यो असार महिनामा चाहिँ डेली हाल्छ। अब अरूमा त कम थोरै आउँछ होला। असार माथिको भ्यू देख्नुभयो कस्तो छ। असारमा चाहिँ डेली नै आउँछ होइन। मलाई साउनबाट चाहिँ साउनको 13 गतेबाट चाहिँ आउनु है। 13 गतेबाट स्कुल हुन्छ, आउनु चाहिँ आउँछ। धेरै आउनु हो कि एक हप्तामा 3-4 दिन आउँछ होला। डेली हाल्दैन, 3-4 दिन आउँछ होइन। पुरैले हेरिदिनु होला होइन, 700 परिदिनु होला। सब्सक्राइब अलि भएन कि यसो गरिदिनु के, सब्सक्राइब बटन। पैसा लाग्दैन नि, फेरि बटन मात्रै क्लिक गरिदिने, छुइदिने हो बस। पैसा लिन्न मैले। घर जाने हो भने हो, कौवा आएको छैन। घर जाने हो कि भनेको। अब त्यहाँ थुन्से हो कि केडोको त्यो घापुल्लोडोको छ त्यहाँ। म यहाँ छु होइन, म उस्तोमा बसेको छु कि, यस्तो गोठमा बसेको छु होइन। अब घर जानु नि मन लाग्छ मलाई। अब फेरि गाह्रो पर्छ नि त। मजासँग देखिन्छ नि भिडियो त। हेलो गाइज, मकै हेर्नु त, मकै कति हो। मकैहरू हेर्नु है। मकैहरू अलि मजाले त्यता पनि छ मकै, देख्नुभयो होला। अब म यता छु होइन, म यता छु। मेरो मोबाइल केही नि नहोस् भन्न चाहन्छु। मोबाइलमा चाहिँ हरियो छ नि, यो यहाँ हालेपछि सुनिँदैन छ। म यही घरबाट बनाउँदै आएको थिएँ। म त पहिलोपटक भ्लगमा चाहिँ मैले पहिलोपटक युज गरेको छु यो सेल्फी। मैले यो प्रयोग गर्दै आएको थिएँ, खतरा भएको थियो, बोली नै छैन। त्यसलाई मिनी भ्लग बनाउने हो कि जस्तो लाग्छ बनाउन। मिनी भ्लग यही भ्लग ठिक छ मलाई। मकै यता छ होइन, कौवा आउँछ भने गुरेली समेत छ फेरि। मलाई छुट्टी छ गरे अल्छी लाग्छ। यसो खुट्टा तन्काउने अहिले त छिटो दिन गइन्छ, छिटो दिन बितिन्छ कि अहिले। किन छिट्टो दिन गयो जस्तो लाग्छ। तपाईँहरूले कस्तो लाग्छ गाइज? मैले चाहिँ यो भिडियो चाहिँ लगभग 8-9 मिनटको बनाउँछु होइन। हेरिदिनु होला। 5 मिनटको हुन लागिसके हा। पोज
म यो पाती खाइदिन्छु। तपाईँहरू मलाई के दिन सक्नुहुन्छ? यो भिडियोमा लाइक गर्न सक्नुहुन्छ? कमेन्ट गर्न सक्नुहुन्छ? हेर्नु कति त हेर्नु त उता खाँदैछु गाइजहरू। लास्ट तुतो हुन्छ। अब सासा पकाउनु म खाऊंगा। मैं फिर से बेबी होगा पकाऊंगा। खाऊंगा। पाती नहीं है, नहीं पाती है ना भाई वो इना पत्ता है। खाइदिन्छु ल। खै के प्रेसर सेसर भयो भने चाहिँ म खाइदिन्छु ल। ढाँटेर जानु पर्यो। लाइक गरिदिनु है, लाइक कमेन्ट। तपाईँहरूको लागि यो मैले गरेको पाती त मुखा हाल्ने बित्तिकै तितो हुँदो रहेछ। चम्पासित मुखा हाल्ने बित्तिकै तितो हुँदो रहेछ। हात चाट्दाखेरि त कस्तो हुन्छ नि। नखाँदा फालिदिन्छु मैले पनि। नखाँदा फालिदिन्छु। तितो त आइरहेछन्। तपाईँहरूको लागि हेरेर मैले यति गरेको। अब पानी पर्यो। अब कमानी एउटा देखिँदैन। करायो एउटा पानी पर्यो क्या नि। घर जाने थाल के भाँडाकुँडा छन् आउनु बिर्सेछु। अब गडङ गरिदिनु होला नेटले। Wait guys, भन्न गयो त मोबाइल के हो यस्तो। ए बा पुरै लात्तीले उ भएछ नि। ए तेरी गगा त